हेलो साथीहरू, नमस्ते सबैजनालाई। आज मैले कोदाको पिठाको केक बनाएर हजुरहरूलाई भिडियो सेयर गर्दैछु। हजुरहरूलाई कोदाको पिठाको रेसिपी कस्तो लाग्छ लास्टसम्म हेरेर सल्लाह सुझाव दिनुहोला। केही कमी कमजोरी भएपछि कमेन्टमा भन्नुहोला। हस्, लौ त है, म केक बनाउन सुरु गरेँ। हजुरहरूले भिडियो हेरेर बस्नुहोस्। हजुरहरूले कहिले कोदाको केक बनाएर खानु भएको छ कि छैन? हजुरहरूलाई मन पर्छ कि पर्दैन कोदाको केक, कोदाको परिकारहरू? मलाई भने असाध्यै मन पर्छ कोदाको परिकार भनेपछि। त्यही भएर मैले आज कोदाको केक बनाएर खान लागेको। हजुरहरूलाई पनि मन पर्छ भने बनाएर खानु होला। केक हेल्दी पनि हुन्छ र टेस्टी पनि हुन्छ खानलाई। हजुरहरूले पनि बनाएर खाइहाल्नु होला। कस्तो लाग्यो आजको कोदाको पिठाको केक? मन पर्यो कि परेन? मन परेको भए कमेन्ट चाहिँ गर्नु होला। आफ्नो सल्लाह सुझाव दिनु होला कमेन्टमा। हस् त, धन्यवाद। फेरि आउनेछु नयाँ भिडियो, नयाँ रेसिपी लिएर। तब तकका लागि बाई बाई। फेरि भेटौँला नेक्स्ट भिडियोमा। हस् साथीहरू।